हेलो अनि नमस्ते सबैजनालाई, सबै सन्चैहरू नै हुनुहुन्छ होला नि है। म पनि ठिकै छु। घाम लागिरहेको छ, रमाइलो छ, आज जाडो छैन खासै। अनि म चाहिँ आज यसो बजारतिर निस्कौँ भनेर निस्केको है, सधैँ साथी हुन्थ्यो साथमा। आज चाहिँ उसको ड्युटी भएकोले म एक्लै हिँडिरहेको छु। यस्तै छ, घाम लागिरहेको छ, ड्युटी सकेर आएको। अब बजार गएर आएर खानाहरू गएर खानुपर्छ। अनि तपाईँहरू कहाँबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मलाई, सबै व्यस्त रमाइलो आनन्द हुनुहुन्छ होला भन्ने लागिरहेको छ। आज चाहिँ मैले फर्स्ट टाइम, मेरो जिन्दगीको फर्स्ट टाइम भ्लग बनाउँदैछु। भ्लग नै सुरु गरौँ भन्ने सोचेँ। अनि आज चाहिँ म तपाईँहरूलाई एउटा स्पेसल चिज के देखाउन खोजेको भने, हुन त यो हामी नेपालीहरूलाई त नौलै हो, तर यहाँ त नर्मलै हो होइन। खासमा के देखाउन खोजेको भने, हामी सधैँ बजार आउने जाने यही बाटो गर्छौँ होइन। ल हेर्नु है, यहाँ सर्लक्कै यो पुरै अङ्गुरै अङ्गुर छ है। यो मिठो पनि छ एकदम। मैले एक दुईचोटि ट्राई गरेको छु यताबाट। यति मिठो छ यो होइन। मिठो छ, तर यहाँ कसैले पनि खाँदैन कि हो। यत्तिकै उतापट्टि स्याउ यत्तिकै सुकेर झरेछ है, अलिअलि रहेको त्यहीँ छ। यो पुरै देखेको जति सबै अङ्गुरै अङ्गुर छ क्या यहाँ। हुन त हामी नेपाली भएर नौलो लागेको मात्र हो होइन। नेपालमा भए त यो के रहन्थ्यो सबै खाएर सक्थ्यो होला, तर यहाँ चाहिँ नौलै लाग्ने हामीलाई चाहिँ। कसैले पनि खाँदैन, अब यत्तिकै पाकेर झरेर जान्छ क्या। तर यो खाँदा चाहिँ एकदम मिठो छ। बजारमा पाइने भन्दा नि मिठो छ यो। बजारमा चाहिँ कति दिन प्याक गरेर रहेको हुन्छ यो फ्रेस। हामी बजार आउँदा जाँदा कहिले काहीँ चाहिँ खान्छौँ, हिँड्दै आउँदा, गाडीमा आउँदा त रोक्नु मिल्दैन। अनि मलाई चाहिँ ठ्याक्क तपाईँहरूलाई देखाउनु मन लाग्यो, मलाई आज भिडियो बनाएको है। एक्लै लुकुर लुकुर हिँड्यो भएर सुरु गरौँ कि भन्ने सोचेर हो होइन। खासै मलाई आउन त आउँदैन, तर तपाईँहरूले माया दिनुभयो भने, साथ सपोर्ट गर्नुभयो भने, सब्सक्राइब गर्नुभयो भने चाहिँ राम्रै गर्नेछु भन्ने आशा छ भन्दै आजको भ्लग त्यहीँ सकाउँछु। हस्त, धन्यवाद, बाई बाई, सी यू सुन।